हे एभ्रिवान, वेलकम ब्याक टु कान्छी राई भ्लग। अहिले चाहिँ हामी जाँदैछौँ सोनिया घर। र सोनिया घर चाहिँ किन गएको भन्दाखेरि आज चाहिँ हामी मोमो बनाएर खाने भनेर चाहिँ हामीले अगाडिबाटै प्लानिङ गरिरहेको थियौँ, लेकिन टाइमिङ नमिलेर चाहिँ हामीले बनाएर खाएको थिएनौँ। र आज चाहिँ आएको छ हामी सोनिया घरमा बनाएर खाने भनेर। र हामीले चाहिँ पुग्ने बित्तिकै मोमो बनाउने प्रोसेस स्टार्ट गरिसक्यौँ, किनभने मोमो बनाउनु चाहिँ धेरै टाइम लाग्छ नि त। त्यही भएर हामीले चाहिँ जल्दी नै बनाउन थाल्यौँ, किनभने हामी घर पनि गर्नुपर्ने थियो। र हामीले चाहिँ जल्दी बनाउने भएर हामीहरूको मोमोको रोटी पनि यस्तो भइरहेको थियो। अनि हामीलाई पनि ढिलो हुन्छ भनेर मैले चाहिँ बिचमा चाहिँ भिडियो पनि बनाइन। अनि मोमोहरू बनाउनु पर्यो भने चाहिँ सपनाले चाहिँ धेरै राम्रो बनाउँछ, त्यही भएर सपनालाई नै हामी बनाउनु दिइरहेछौँ। अनि मैले बनाउनु पर्यो भने चाहिँ म चाहिँ यसरी बनाइन्छु, त्यही भएर मैले चाहिँ मोमो बनाइन र सपनालाई नै बनाउनु दिएँ। र हामी चाहिँ आगोमै मोमो बनाउँदैछौँ, किनभने ग्यास पनि अहिले भेट्दैन। र हामी चाहिँ गाउँदेखिकै बिलङ गर्छौँ, अनि हामीलाई आगोमा बनाउनु जस्तो चाहिँ केही पनि लाग्दैन। अनि यहाँ चाहिँ हामीहरूको मोमो बनाएर रेडी पनि भइसक्यो। अब चाहिँ हामी खानु पनि स्टार्ट गर्छौँ। हामीलाई चाहिँ बनाउँदै नै खानु मन लागिसकेको थियो। र तपाईँहरूलाई मेरो भिडियो चाहिँ राम्रो लाग्यो भने चाहिँ लाइक गरिदिनु होला, राम्रो लागेन भने पनि लाइक गरिदिनु होला। सो अहिलेको लागि चाहिँ बाई बाई गाइस।